हर्क साम्पाङ भन्नुहुन्छ विदेशी ऋण नलिकन देश चलाउन सक्दैनौ भने छोडिदेऊ, राजीनामा देऊ। होइन, विदेशी ऋण नलिकन देश चलाउन सक्नुहुन्न भने छोडिदिँदा हुन्छ। सिंहदरबारमा हामी आउँछौँ। हामी यही देशको माटोमा तपाईँको फलाएर फुलाएर चलाउँछौँ। डिप्रेसन तपाईँले चाहिँ चन्दा बिना चाहिँ आफ्नो पार्टी सञ्चालन गर्न सक्नुहुन्छ त? हुँदैन नि त। आजसम्म विदेशमा भएका नेपालीहरूले तपाईँलाई चाहिँ विश्वास गरेर चन्दा दिएको भएर तपाईँले श्रमदान गरिरहनु भएको छ। श्रमदान के श्रम शोषण गरिरहनु भएको छ। तपाईँले श्रमदान र क्युआर को सहयोग बिना एउटा पुल त निर्माण गर्न सक्नुहुन्न भने यस्ता कुरा चाहिँ गर्न छाडिदिनुहोस् माननीयज्यू। तपाईँ आफूले चाहिँ आफैलाई म जस्तो जान्ने बाठो कोही छैन, अरू सबै लाटा हुन् भन्ने सोच्नुहुन्छ। यस्तो घमण्डी बानी चाहिँ आजै त्याग्नु होला। यस्तो घमण्डी बानीले चाहिँ आफैलाई पतनको बाटोतर्फ डोर्याउँछ।